हेलो, फेरि पनि स्वागत छ सबैजना मेरो च्यानलमा। अनि अहिले चाहिँ 6:30 बजेको छ। आज चाहिँ यहाँ रोपाइ हुँदैछ। अरू चाहिँ यिनी पाटा चाहिँ हिजो जोतेर छोडेको हो। बाड काट्न लाउनु हो। एउटा ट्र्याक्टर यहाँ छ। आज रोपाइ चाहिँ यो यहाँ तलदेखि लिएर यो नि सब हो। अहिले तासेको जति सबै। अनि यहाँ माथि पनि यहाँ माथिसम्मको। अहिले चाहिँ हामी अब ट्र्याक्टर स्टार्ट गर्छ नि। यो यति जोतिसक्यौँ। अब यो त्यहाँबाट यो जोत्दै जोत्दै अब यहीँ माथिसम्म पुग्ने हो। अब चाहिँ यति सबै सक्यो। अब यो एउटा ट्र्याक्टर चाहिँ यही छोडेर यसलाई अहिले जोत्ने पानी भेटेपछि अब फेरि माथि गएर फेरि अर्को ट्र्याक्टर स्टार्ट गरेर अब माथिको ठुलो पाटा जोत्नुपर्छ। अब अहिले चाहिँ हामी अब 9:30 भइसक्यो। भोक लागेर नि यहाँ खाना आइसक्यो। अब फेरि खाना खाएर जाने। यहाँ हात खुट्टा नि दुख्यो नि, हिलो भयो। खाना चाहिँ यहाँ खाना खाएर फेरि खेत गइहाल्नुपर्छ। अब फेरि खेततिर लाग्यो। अनि भर्खर चाहिँ म एक्लै आउँदै हो, अरू सबै गइसकेँ खेतमा। म फेरि खाना खाएर फेरि हट्टिया सामान ल्याउनु जान्थ्यो। त्यही अनि हट्टिया गएर सामान लिएर आउँदा चाहिँ ढिलो भयो। अब चाहिँ सबै खेतमा गइसकेर काम गर्दैछन्। नयाँ ट्र्याक्टर चाहिँ यहाँ हो, त्यहाँ एकजना हो, उहाँ तल रहेछन्। फेरि उपल्लो पाटो सम्माउन हो। गाउँमा नि पानी नभएर रोपाइ गर्न जात्रै समस्या भयो। आकाशाबाट पानी नआएर। हाल त हिजो एकछिन पानी आएर अनि हिजै आधी पाटा हिजो हिलाएर सकिसकेको थियौँ। त्यही भएर सजिलो हामीलाई चाहिँ। यो चाहिँ अर्को पुरानो ट्र्याक्टर भयो। यो चाहिँ यहाँ हो। त्यहाँ बिउ काटेर नि रेडी हो। फेरि माथिको पाटा नि जोत्न छ। फेरि यो त्यो दुईवटा हो, वहाँ माथिसम्म एउटा तिनवटा हो अझै माथि।
चाहिँ तलको रोपाइ सक्यो अनि यहाँ खाजा खाने बेला हुँदैछ आज चाहिँ यहाँ खाजा खाँदैछ ममै रोटी चिया अब यहाँबाट फेरि 3टा बाटा खाने यहाँ मास्तिरसम्म चाहिँ रोपाइ गरेर सकेर खानासाना खाएर नि म चाहिँ हिँड्न लागेको हो मेरो क्रस फायर चाहिँ यहाँ छ चाहिँ मेरो क्रस फायर हो है दुईटा क्रस फायर यहाँ अब चाहिँ म घर हिँडेको अनि भिडियो चाहिँ यही इन्ड हुन्छ सबैजनाले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्दै गर्नु होला थ्याङ्क यू